काठमाडौँको आफ्नो फाइनल डेजहरुमा चाहिँ मैले थिएटर प्लेहरु हेरेर अनि साथीहरुलाई भेटेर चाहिँ म अब घर झापा फर्किदैछु। काठमाडौँदेखि झापा आउने यो बाटो चाहिँ म प्राय वर्षमा 7-8 चोटि नै हिँडिराखेको हुन्थे। यो बाटोबाट देखिने घरहरु अनि हरियालीहरुलाई चाहिँ म एकदमै मिस गर्नेछु। अब चाहिँ म झापा आइपुगिसके र फर्स्टमा मैले घर आइपुग्ने बित्तिकै चाहिँ चिया खाए। बेलुकाको खानामा चाहिँ हाम्रो घरमा लोकल कुखुरा बनाउनु भएको थियो र सुप अनि मासु एकदमै मिठो थियो अनि उसको नाम चाहिँ ज्याकी हो। यो चाहिँ मेरो बिहान आँखा खुल्ने बित्तिकैको भ्यू थियो र मेरो घर फर्केपछिको पहिलो बिहान। उ चाहिँ मेरो भदैनी जेसी हो र उहाँ चाहिँ मेरो मम्मी। हाम्रो घरमा चाहिँ टन्नै अकबरे फलिरहेको थियो अनि कुखुराको चल्ला काजु पनि छ हाम्रो घरमा। म चाहिँ यो वर्षको जेठमा घर फर्किएको थिएँ। काठमाडौँबाट घर आएको भोलिपल्ट नै म चाहिँ बिरतामठ गएको थिएँ र उता 10-15 दिन बसेर चाहिँ म फेरि घर फर्किएँ। झापाको यस्तो गर्मीमा है दिउँसो हामीले चारो पकाउँदै आलु पोलेर खाएको। अनि अहिले पनि म झापामै छु र यता गर्मी भए पनि कहिलेकाहीँ चाहिँ एकदमै मिठो हावा चल्छ। र आजलाई चाहिँ यति नै। म अब अर्को भिडियोमा भेट्छु।